नमस्कार। आज हामी विपद के हो र कति प्रकारको हुन्छ भन्ने बारेमा संक्षेपमा चर्चा गर्नेछौँ र आगामी दिनहरूमा विपद व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा क्रमिक रूपमा छलफल गर्दै जानेछौँ। प्राकृतिक वा मानव सृजित त्यस्ता घटनाहरू जसबाट मानवीय, भौतिक, आर्थिक, वातावरणीय तथा सामाजिक जनजीवनमा क्षति हुन्छ र समुदाय आफैले तत्काल त्यसलाई समाधान गर्न सक्दैन र बाह्य सहयोगको आवश्यकता पर्छ भने त्यो अवस्था विपद वा डिजास्टर हो। भूकम्प, बाढी, पहिरो, आगलागी, महामारी, सुक्खा, द्वन्द्व, युद्ध आदि विपदका कारक हुन् जसलाई हामी प्रकोप वा हेजार्ड्स भन्दछौँ। तर यिनीहरू स्वयं भने विपद होइनन्। यी प्रकोपका घटनाहरूबाट सदैव जनधनको हानि नोक्सानी हुँदैन। जब यी प्रकोपहरूको कारण ठूलो जनधनको क्षति भयो भने विपदको अवस्था सिर्जना हुन्छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 अनुसार विपद भन्नाले कुनै स्थानमा आपतकालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्छ भने प्राकृतिक वा गैर प्राकृतिक विपदलाई सम्झनु पर्दछ। विपदलाई प्राकृतिक वा गैर प्राकृतिक गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ। प्राकृतिक विपद भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल, विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, डुबान, खडेरी आदि, हुरी बतास, शीतलहर, तातो हावा, चट्याङ, भूकम्प, ज्वालामुखी, डढेलो वा अन्य यस्तै अन्य प्राकृतिक कारणबाट उत्पन्न जुनसुकै विपदलाई सम्झनु पर्दछ। कुनै पनि मानवीय गल्ती, कमजोरी, लापरवाही वा मानव सृजित कमजोर संरचना वा प्रणालीका कारण जनधनको क्षति भई सामाजिक जनजीवनमा गम्भीर असर पुर्याउँछ भने त्यस्तो विपदजन्य अवस्थालाई गैर प्राकृतिक विपद वा मानव सृजित विपद भनिन्छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 अनुसार गैर प्राकृतिक विपद भन्नाले महामारी, अनिकाल, डढेलो, कीट वा सूक्ष्म जीवाणु, आतंक, पशु तथा चराचुरुङ्गीमा हुने फ्लू, पेन्डेमिक फ्लू, सर्पदंश, जनावर आतंक, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त ग्यास, रसायन वा विकिरण चुहावट, ग्यास विस्फोटन, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण, वन विनाश वा भौतिक संरचनाको क्षति तथा प्रकोप उद्धार कार्यमा हुने दुर्घटना वा यस्तै अन्य गैर प्राकृतिक विपदबाट उत्पन्न विपदलाई सम्झनु पर्दछ। विपदलाई हामी उत्पत्तिको आधारमा पनि वर्गीकरण गर्न सक्दछौँ, जस्तै मौसम तथा जलोत्पन्न विपद, भौगोलिक घटनाहरूको कारण उत्पन्न विपद, प्रविधि सम्बद्ध विपद, सामाजिक तथा राजनीतिक सम्बद्ध विपद र विपदको कारण उत्पन्न विपद। विपदले मानवीय सङ्कटको अवस्था सिर्जना गर्दछ, भौतिक संरचनाहरूको विनाश गर्दछ र विकासको प्रक्रियामा अवरोध पुर्याउँछ। प्राकृतिक प्रकोपहरूबाट उत्पन्न विपदलाई हामीले रोक्न सक्दैनौँ, तर गैर प्राकृतिक प्रकोपहरूबाट उत्पन्न विपद मानवीय गल्ती, कमजोरी वा असावधानीको कारण घट्ने भएकोले त्यसलाई रोकथाम वा न्यूनीकरण गर्न सकिन्छ। सम्भावित प्राकृतिक वा गैर प्राकृतिक विपदहरूप्रति समयमै सचेतता अपनाउने हो भने, अर्थात् समयमै व्यवस्थापन गर्ने हो भने त्यसबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। हामीले विपद आउनुभन्दा पहिले, विपदको समयमा र विपद पश्चात गर्नुपर्ने कार्यहरू जस्तै विपद पूर्व तयारी, खोज, उद्धार, राहत जस्ता प्रतिकार्य र जीविकोपार्जन, पुनर्स्थापन जस्ता पुनर्लाभका कार्यहरू योजनाबद्ध रूपले गरेमा सम्भावित जोखिम र क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। स्थानीय समुदाय, स्थानीय सरकार तथा विभिन्न सङ्घ-संस्थाहरूले विपद व्यवस्थापन चक्रको आधारमा विद्यमान स्रोत, साधन र सिपको उपलब्धता अनुसार समयमै योजना बनाई कार्यान्वयन गरेमा विपदबाट हुने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। विपद कहाँ, कहिले र कसरी आउँछ कसैलाई थाहा हुँदैन, तसर्थ समयमै यसको व्यवस्थापन गर्नु आवश्यक छ। समयमै विपदको व्यवस्थापन गरौँ, सचेत हौँ, सुरक्षित बनौँ। धन्यवाद। नमस्कार।